आहा! कस्तो मिठो खाउँ खाउँ लाग्दो केक। केबाट यति राम्रो केक बन्यो भनेर सोच्दै हुनुहुन्छ भने यो हो अहिले जताततै बजारभरि पाइने आँपबाट बनेको एकदम मिठो केक। कसरी बनाउने त यस्तो मिठो केक भन्ने सोच्दै हुनुहुन्छ भने चाहिँ भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरुमा आँपलाई लिने, आँपलाई सानो सानो टुक्रामा काटिसके पछाडि मिक्सरमा यसरी घ्वाइँय पारेर एउटा बोलमा खन्याउने। अब यहाँ अलिकति दही राख्ने, त्यसै गरेर मिल्क पाउडर अनि हामी स्वादअनुसार चिनी लाउन सक्छौँ। मैले चाहिँ मिश्री लगाएको अनि 1 कचौरा सुजी पनि राख्ने। त्यस पछाडि 1 कप दुध राख्ने। अब यसलाई राम्रोसँग मिक्स गर्नुपर्छ। एकदम मजाले मिक्स गरेर हामी राख्दैछौँ यहाँ घिउ। घिउ पनि राखिसके पछाडि फेरि मिक्स गर्ने। अलिकता बेकिङ सोडा राखिसके पछाडि फेरि मिक्स गर्ने अनि हामी 20 मिनेट 15 मिनेटको लागि यसरी छोपेर छोडिदिन्छौँ। अनि म बसाउँदैछु र प्रेसर कुकरमा नुन राखेर अब त्यसमा हामीले केक बनाउन अघि बनाएको मेटेरियल्सहरू चाहिँ एउटा बटुकामा कचौरामा मजाले घिउ राखेर पेपर राखेर त्यसमाथिबाट हालेर चाहिँ प्रेसर कुकरमा मैले बसाइदिन्छु। अब बाँकी रहेकोलाई चाहिँ मैले मोमो पकाउने भाँडामा स्टिम गर्न यसरी छोडिदिन्छु। मजाले बन्छ केक। आधा घन्टा 45 मिनेट पाकिसके पछाडि हामीले यसलाई निकाल्यौँ। यस्तो राम्रो बनेको थियो कि अनि त्यसलाई हल्का डिजाइन गर्नको लागि फेरि ड्राई फ्रुट्सहरू हालेको अनि एउटा पिस चाहिँ निकालेको अनि अर्को पनि हामीले यो चाहिँ स्टिम गरेको पनि निकालेर मजाले हामीले यसलाई पिस पिस बनायौँ। हेर्नुहोस् न कस्तो मिठो भएको छ। यो चाहिँ स्टिम गरेको हो बाफबाट। हजुरहरूले पनि यसरी आँपबाट केक बनाएर घरमै खान सक्नुहुन्छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो त? मन पर्यो भने लाइक कमेन्ट गर्नु होला है त। ओके बाई बाई। सी यू इन नेक्स्ट भिडियो।